Susan rides. हेलो एन्ड नमस्ते साथीहरू। आज चाहिँ म फर्स्ट मेरो भ्लग बनाउन जाँदैछु। मेरो फर्स्ट भ्लगमा चाहिँ आज म काठमाडौँबाट भीमफेदीसम्मको यात्रा गर्दैछु हैन। अनि त्यसमा चाहिँ अब भीमफेदीदेखि काठमाडौँ आउने जुन हाम्रो हेटौडाको बाटो छ नि, त्यो बाटोको चाहिँ म के कस्तो भइरहेछ बनाउने निर्माण कार्यहरू त्यसको नि अपडेट दिने छु। यति भन्दै अब म चाहिँ बाइकमै भेट्छु। ल गाइज, म चाहिँ अब यहाँ काठमाडौँ भीमसिंहथानको ओडाबाट निस्केँ। अब म चाहिँ यहाँबाट कालीमाटी हुँदै बल्खु हुँदै जाने हो। ल गाइज, म चाहिँ यता बस्न थालेको पनि लगभग 4 महिना भयो। यहाँ आज चाहिँ घरमा सानो पूजा छ भनेको कारणले गर्दा चाहिँ घरमा बोलाउनु भएको भएर चाहिँ जान आँट्यो हो। यो चाहिँ टङ्केश्वर भन्छ, कालीमाटी टङ्केश्वर भन्छ यसलाई साथीहरू। यहाँबाट चाहिँ हामी अब कालीमाटी भेजिटेबल मार्केट छ नि, त्यहाँनिर निस्किन्छौँ। अब फर्पिङसम्म हो बाटो राम्रो, त्यहाँबाट चाहिँ अब त्यस्तै हो साथी हो बाटोको। अहिले थाहा भइहाल्छ तपाईँहरूलाई। हेर्नुहोस्, ट्राफिक दिदी हुनुहुँदो रहेछ आज। यही हो बाटोको पारा। हामी चाहिँ यहाँबाट सिधै गयो भने कलङ्की जान्छ, सोल्टी मोड हुँदै कलङ्की। हामी यताबाट बल्खुतिर लेफ्ट लागेर बल्खुतिर जान्छौँ। ल गाइज, हामी चाहिँ बल्खु आइपुग्यो। बल्खु पारी छौँ हामी। यहाँबाट लेफ्ट गयो भने चाहिँ सातो बाटोतिर जान्छ भने, यहाँबाट राइट सिधै राइट गयो भने चाहिँ कलङ्कीतिर पुग्छ। तर हामी चाहिँ यहाँबाट टियुपट्टि जाने हो, त्यसैले यहाँबाट पुल क्रस गरेर लेफ्ट लाग्छौँ। यस्तै हो गाइज। अब काठमाडौँमा जाममा त बस्नु परिहाल्यो। 20 सेकेन्ड देखाइरहेछ। अरू त के भन्ने हो र। 9 7 सेकेन्ड 5 4 3 2 1। ल अब चाहिँ फेरि जर्नी स्टार्ट भयो हाम्रो। मान्छेहरू पनि कस्तो हुन्छन् यार, आफ्नो र अर्काको पाल्ने पनि थाहा हुँदैनन् कि क्या हो, सिग्नल पनि थाहा हुँदैन कि क्या हो, ट्राफिकले नि याद गर्दैनन् कि क्या हो। जहाँबाट मलाई त्यहाँबाट छोडिरहन्छ। अब हामी यहाँबाट चाहिँ यहाँबाट लेफ्ट गयो भने टियु किर्तिपुर जान सकिन्छ।
पर्ला जस्तो छ। ए अनि साथीहरूलाई थाहा छ कि छैन, यहाँ चाहिँ यो टियु अगाडि चाहिँ 40 भन्दा स्पिड माथि चाहिँ दिँदैन है, याद गरौँ। हुन त यहाँ एनी टाइम चेकिङ चाहिँ हुँदैन भने पनि याद गरौँ, कहिले कहिले फेरि चिट काटिदिन्छन् रोकेर। लखेटी भयो नि चिट काटिदिन्छन्। यहीँनिर हुन्छ चेकिङ चाहिँ, तर एनी टाइम चाहिँ हुँदैन। समटाइम गरिराखेको हुन्छ मिलाएर, लाइक यो शनिबारतिरहरू। अनि ऊ चेकिङ हुन्छ भन्दै थियो नि मैले, यहाँ चेकिङ छ देख्नुभयो त, भने होइन 40 को स्पिड है यता चाहिँ साथीहरू। यो टियु एरिया नकटिन्जेल त्यसपछि चाहिँ पाइयो फेरि। गन हान्दैछन् हो, गन यताबाट गन हान्दैछन्। यो चाहिँ भ्यालीबाट निस्किनेलाई भन्दाखेरि पनि भ्यालीभित्र छिर्नेलाई चाहिँ यो बल्कुको बाटो भएर, जुन यो टियुको बाटो भएर छिर्नेहरूलाई चाहिँ बढी उ गर्छ है, फोकस गर्छन् यिनीहरूले, किनकि भ्यालीभित्र छिर्ने भएर हो। भ्यालीबाट बाहिर निस्किनलाई चाहिँ खासै त्यति फरक पार्दैन, तर कहिले कहिले दशा लागिरहेको हुन्छ। तर यहाँ अलि ध्यान दिएकै राम्रो। स्पिड भनेको स्पिड चेकिङै हो। फेरि 1000 काटिदिन्छन् एक दिन। फेरि जाऊ त्यहाँ बग्गी खाना गएर क्लास ल्याऊ। अहिले त ओभर स्पिडको नि क्लास छन्। ल गाइस, मैले यो फर्पिङ आउनेसम्मको भिडियो चाहिँ बनाउनु बिर्सेछ भन्नाले अन गरे जस्तो लागेको थियो, अनै गरेको थिएन रहेछ क्या। त्यही भएर यो फर्पिङबाट चाहिँ मैले अन गरेँ। अनि गाइजहरूलाई थाहा छ कि छैन एउटा कुरा है, फर्पिङ चाहिँ मेनली भनेको चाहिँ दक्षिणकाली माई अनि नेपालको फर्स्ट जलविद्युत आयोजना, अनि त्यसपछि यही। अनि लाइक यहाँ गुम्बाहरू छन् क्या, त्यो कुराले चाहिँ फर्पिङलाई एकदम नै चिनाउन हेल्प गरेको छ। मेनली कुराहरू चाहिँ तिनीहरू नै हुन्। अनि म चाहिँ अहिले तल दक्षिणकाली माईको मन्दिर भएको बाटो नगएर यो माथिल्लो फाकिलको बाटो जाँदैछु, किनकि यो अलि सर्ट पर्छ भनेर आएको खासमा म होइन। अब बाटो चाहिँ यही हो गाइज। हाम्रो फर्पिङको भ्यू चाहिँ यस्तो देखिँदो रहेछ। म तपाईँहरूलाई देखाउँछु पक्न है, खुला ठाउँमा गएर, अलि रोक्न मिल्ने ठाउँमा गएर। ए यहाँबाट त देखिनँ यार, यहाँबाट देख्ला नि त। ल हेर्नुहोस्, यो चाहिँ सिङ्गै फर्पिङ हो। हेर्नुहोस्, अहिले हामी भएको पनि यो फर्पिङ नै हो हुन चाहिँ। हामी त्यहाँबाट यो बाटो हुँदै यता माथि हुँदै घुमेर आएको हो होइन साथीहरू। अनि यहाँबाट चाहिँ हामी लाग्नुपर्ने हुन्छ। त्यहाँ दाइले किन एक्लै कराइराख बाइक रोकेर भनेर हेर्नु भएको थियो। ल त गाइज, हामी चाहिँ यो लगभग फागेल आइपुग्नु लाग्यो। अनि मैले फर्पिङमा पनि बनाउनु थियो भिडियो। त्यहाँको भिडियो चाहिँ मैले फर्स्ट टाइम भएर खोइ के मिलेन जस्तो भएर बाटोको मात्रै आएछ क्या, बाइकको टाउको र बाटोको मात्रै। अनि मैले अहिले चाहिँ वाइड एङ्गलबाट बनाउँदैछु भिडियो है। सरी, मैले कति इन्फर्मेसन अनि मेरो कति कुराहरू गरेको थिएँ मैले, त्यो सबै अब सायद म अब त्यहाँ त्यो भिडियो चाहिँ अब काटिदिन्छु होला, किनकि अब त्यो भिडियो नै अब पुरै बाटोको यस्तो मुनिको मात्र भयो क्या। अनि ल अहिले चाहिँ अलि राम्रो भयो। अनि नाउ अहिले चाहिँ हामी हिँडेँ यहाँबाट
यो फाकिल एरियामा हामी इन्टर भइसकेका छौँ। फाकिलको राकेश खोला भन्ने नि कटेर हामी आइसकेका छौँ। यहाँबाट चाहिँ यहाँनिर यो फाकिलको के हो भन्ने ठाउँमा चाहिँ यहाँनिर माथि चाहिँ त्यो सब्जी मन्डी जस्तै सानो सब्जी मन्डी टाइपको छ क्या होइन। यहाँ चाहिँ सब्जी यताउति पाइन्छ। पानी पर्ला जस्तो भयो होइन। गाई अब चाहिँ अलिकति आफ्नो रफ्तारलाई बढाउनु पर्ने हुन्छ जस्तो लागिरहेको मलाई चाहिँ। फाइनली हामी चाहिँ फाकेलको मेन उसमा आइपुग्यो भनौँ न। मेनै जस्तै त यो अब होइन। यहाँनिर अब स्वास्थ्य चौकी छ, पुलिस चौकी छ भनेपछि त मेनै त भन्नु पऱ्यो त। यो फाकेल चाहिँ फेरि इन्द्र सरोवर गाउँपालिकामा पर्छ जस्तो लागेको थियो। त्यही हो गाइज। यता त बस पनि चल्छ त। यहीँतिरसम्म मात्रै होला। अब तल सिस्नेरी गयो भने के जान्नु, नत्र भए त कहाँ जाला र। फाकेल भयो। गन्डङ गर्छ त। मलाई त यस्तोमा त चलाउनु मन लाग्दैन क्या। यस्तो पिचमा मात्र चलाउने बानी हराइसक्यो यस्तोमा। अनि 4-5 महिना भइसक्यो अन रोड चलाइरहेको। अनि यो अफ रोड त कहाँ चलाउनु सक्छ त यार। कोही चाहिँ तर मजा चाहिँ यही बाटोको मजा छ है। ओहो गाइज, हामी चाहिँ फाकेलबाट तलतिर ओह्रालो झर्दैछौँ। यो चाहिँ हामी सायद यो के फाकेल सुकौरा भन्ने ठाउँतिरै, यसलाई नि सायद सुकौरै भन्छ होला। अनि यतातिर आइपुगेको छ। मलाई त यार यो मोबाइल होल्डर हालेर हेलमेटमा मोबाइल हालेर हिँडेको के भइरहेको भने तपाईँलाई पक्नु म भन्छु पहिला न्युट्रलमा हालौँ अनि भन्छु है। यो पुरै हेलमेट नै तल झरे जस्तो फिल भइरहेको क्या। So now we are in Salle आएर सल्लेबाट तल जाँदैछौँ हामी चाहिँ होइन। सल्लेबाट तलतिर जाँदैछौँ। सल्लेबाट तलतिर गएपछि चाहिँ यो पाराले हामी यस्तो अफ रोडमा कुदाउनु पर्ने हुन्छ। अनि त्यसरी
अब हेर्नु गाइस यो चाहिँ मेन धेरै जस्तो मान्छेहरू चितलाङ जाने हुन्छ नि त मार्को घुम्नको लागि जाने हुन्छ नि यो तल गयो भने चाहिँ हेभी जान्छ भने यहाँबाट हामी राइट लाग्यो भने चाहिँ यता कलङ्की हुँदै यो अगाडिको यसलाई चाहिँ कलङ्की भन्छ अनि यहाँबाट पनि राइट लाग्यो भने चाहिँ मार्कुतिर लाग्छ है गाइस मार्कुतिर लाग्छ हामी चाहिँ लेफ्ट जान्छौँ यहाँबाट लेफ्ट जाँदाखेरि चाहिँ हामी कुलेखेनी ड्याम आइपुग्छौँ यो एउटा ड्यामले चाहिँ हामीले 3टा जलविद्युत आयोजना यो एउटा ड्यामले 3टा चलाइरहेछौँ है चल्छ कुलेखेनी फर्स्ट कुलेखेनी सेकेन्ड र कुलेखेनी थर्ड गरी 3 ठाउँबाट चाहिँ यो एकै ठाउँ यो एउटा ड्यामको पानीले चाहिँ 3 ठाउँबाट चाहिँ हामीले के अरे विद्युत निकालेको कुरा चाहिँ सुनेका होइन देखेको पनि छौँ किनकि हाम्रो घर छेउछाउ नै हो धेरै त होइन त्यही 11 किलोमिटर भित्रमा छ यसको 3टै फर्स्ट फेज सेकेन्ड फेज र थर्ड फेज अनि यहाँबाट चाहिँ धेरै पानी निकालेको छ गाइस हेर्न सक्नुहुन्छ हजुरहरू यसलाई भन्छ कुलेखेनी ड्याम हेर्न सक्नुहुन्छ यो कुलेखेनी ड्याम फाइनली गाइज म चाहिँ घर आइपुगेँ म बिचमा भिडियो बनाए जस्तो लागेको थियो भिडियो नै भएन छ त्यसको लागि सरी मैले सबै इन्फर्मेसन राम्रोसित दिन सकिनँ होला यति भन्दै आज चाहिँ मेरो भ्लगलाई यहीँ टुङ्गाउँछु ओके बाई